हेलो नमस्ते। म चाहिँ तपाईहरुलाई आज चाहिँ स्लोभाकियाको डेट नआउनुको मेन कम्पनीहरुको के कारण हो है। डेट त अहिले एकदमै स्लो छ, कम्पनीले तपाईको एम्बेसीले दिएको छैन, तर पनि डेटै नआउने, भिजा नलाग्नुको कारण, रिजेक्ट गरेको कारण के हो है। र स्लोभाकियाको गभर्नमेन्टले चाहिँ तपाईको ब्यान गरेको कम्पनीहरु है कसरी हेर्ने, कसरी चेक गर्ने, कतै तपाईको परमिट पनि आछ कि छैन, कतै तपाईले त्यो कम्पनीमा एप्लाई गर्नु भएको छ कि छैन है। म तपाईलाई स्टेप बाइ स्टेप यो भिडियोमा बताउने छु है। प्लिज भिडियो चाहिँ लाइक, शेयर र कमेन्ट गर्नु होला। हामी यहाँ जाउँ है त लिस्ट अफमा। तपाईको स्टेप बाइ स्टेप चाहिँ यहाँबाट म तपाईलाई देखाउँछु है। अहिले एकदमै स्लोभाकियामा चाहिँ जुन हिसाबले अब यो डाउनलोड गर्नुपर्ने चाहिँ डाउनलोड नगरे पनि हेर्न मिल्छ है। अब यो डाउनलोड नगरिकन हेर्ने हो भने चाहिँ यहाँ जानुपर्ने हुन्छ। यो डाउनलोड गर्यो भने 3000 4000 भन्दा बढी छ, देख्नुभयो यसरी खुल्छ है। तपाई आफैले पनि चेक गर्न सक्नुहुन्छ। यहाँ लिस्ट अफ हेर्नुहोस् है। हामीले यहाँ गइसकेपछि तपाईको यहाँ जाउँ, देख्नुभयो यहाँ कति छ टोटल। अब इंग्लिशमा ट्रान्सलेट गरौँ, 3219 रहेछ है। यो स्टेप बाइ स्टेप छ, तपाईले आफैले पनि हेर्न सक्नुहुन्छ हैन। अब कसरी चेक गर्ने भन्ने कुरा पनि म तपाईलाई भन्छु हैन। तपाईको एप्लाई गरेको कम्पनी ब्यान भएको छ कि छैन, उले चाहिँ त्यो खराब काम गरेर या हरेक कुरा गरेर चाहिँ त्यो परेको छ कि छैन, त्यो लिस्टमा छ कि छैन भन्ने कुरा चाहिँ कसरी हेर्ने। यहाँ सबै कम्पनी तपाईको यो त्यहाँ भएभरको जतिवटा पनि कम्पनी उले ब्यान गरेको छ सबै कम्पनी छ, तर हामीले हेर्नु भनेको एसआरओ भनेको चाहिँ बाहिरबाट जति पनि इम्प्लोइ लिएर जान्छ, जस्तो यो फ्याक्ट्रीहरु हुन्छ नि, वेयर हाउसमा लाने ओर्ने यिनीहरु यो एजेन्टहरु हुन्। यिनीहरुलाई चाहिँ प्राय म्याक्सिमम एसआरओहरु हुन् है। तपाईले एसआरओ चाहिँ हेर्नुस्, तपाईको कम्पनीमा एसआरओ हेर्नुस्, अरु हेर्नु पर्दैन है। ल हेर्नुस् सबै कम्पनी एसआरओ छ, यहाँ हेर्नुस् है त सबै छ है। यहाँ हेर्नुस् एसआरओ, एसआरओ, एमएसपी, पीओएल, एसआरओ, यसरी चाहिँ कम्पनीहरु स्टेप बाइ स्टेप छ। धेरै नै छन्, यहाँ 3000 4000 भन्दा बढी नै छ है। तपाईले यसरी चाहिँ चेक गर्न सक्नुहुन्छ है। जस्तो तपाईको त्यो एप्लाई गरेको कम्पनी छ कि छैन भनेर चाहिँ एप्लाई गर्नलाई चाहिँ तपाईको छ कि छैन। मैले एउटा कम्पनीको आइडी हालेँ, आइडी नम्बर, अनि तपाईको कम्पनीको बिजनेस नेममा चाहिँ SLOVCLEAN है। एक्ज्याक्ट जे नाम छ एक्ज्याक्ट हाल्नुपर्छ है, नत्र भने देखाउँदैन। अब कम्पनी कहाँ छ, ब्रातिस्लाभा है। अब चेक गरौँ है त, इंग्लिश ट्रान्सलेट गर्नुस्। ल हेर्नुस् नो रेकर्ड भने नि भएको कम्पनीको तपाईको यो हान्ने बित्तिकै सरर देखाउँछ है। तपाईले एक्ज्याक्ट नाम चाहिँ कम्पनीको एक्ज्याक्ट जे नाम छ नि, रिजल्ट हेर्नु है त, देख्नुभयो एक्ज्याक्ट जे नाम छ तपाईको परमिटमा, जे नाम छ कम्पनीको, जे नाम छ एक्ज्याक्ट त्यही हाल्नुपर्ने हुन्छ, नत्र भने मिल्दैन है। नत्र भने मिल्दैन। र यसरी चाहिँ चेक गर्न सक्नुहुन्छ। हिजो पनि मलाई एकजनाले सोध्दै हुनुहुन्थ्यो, यसरी डेट आएन उसरी डेट आएन भन्नुहुन्थ्यो। डेट एकदमै कम दिइरहेछ है, एकदमै इम्प्लोयरलाई, एकदमै कम्पनीलाई एकदमै कम दिइरहेको छ। त्यो कारणले गर्दाखेरि तपाईहरुलाई कतै डाउट पनि हुन सक्छ हैन। कसरी चेक गर्ने, के गर्ने, यो तपाईको कम्पनी चाहिँ ब्ल्याक लिस्टमा परेको छ कि छैन, कम्पनीले चाहिँ डेट नपाउने कारणले चाहिँ जुन हिसाबले उसको गभर्नमेन्टको लिस्टमा चाहिँ ब्ल्याक लिस्टमा छ कि छैन भन्ने कुरा चाहिँ कसरी चेक गर्ने भनेर मैले तपाईलाई स्टेप बाइ स्टेप भनिसकेँ है। हस् त धन्यवाद। प्लिज भिडियोलाई चाहिँ लाइक, शेयर र कमेन्ट गर्नु होला।